हेर्नु त प्रमाण सहित आइसक्यो भिडियो हर्क सम्पाङजीको पार्टी छोडेको मान्छेहरूको प्रमाण सहित यो हेर्नु त पहिला, त्यसपछि म प्रतिक्रिया। म यो घोषणा गर्न चाहन्छु कि म लगायत मेरा 100 जना साथीहरूले आजको मितिदेखि श्रम संस्कृति पार्टी परित्याग गर्ने निर्णय गरेका छौँ। सभापतिज्यूमा अत्यधिक घमण्ड देखियो, उहाँका कुरा व्यवहारमा लागू भएनन्, अरूको आलोचनामा मात्र केन्द्रित हुनुभयो। हाम्रा समस्या संसदमा पुर्याइएन। पार्टीभित्र धेरै कतिपय साथीहरूले भन्दै हुनुहुन्थ्यो कि तपाईँ आलोचना गर्नुहुन्छ धेरै हर्क सम्पाङको। म किन गर्ने आलोचना? उहाँकै पार्टीको मान्छेलाई चित्त बुझेन उहाँको, उहाँ सभापति हुनुहुन्छ, उहाँ हेड सर हुनुहुन्छ त्यो श्रम संस्कृति पार्टीको, अनि उहाँले चित्त बुझाउन सक्नु भएको छैन। उहाँकै पार्टीको मान्छे भनिरहेछ, हामी को हो उसको आलोचना गर्ने? अब राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो त भन्नै पर्छ नि, होइन? हुन्छ, विरोध गर्न एउटा टाइम हुन्छ, विरोध गर्ने एउटा, अब जे कुरामा पनि विरोध गर्ने, यो त भएन नि साथी। ल ठिक छ, तपाईँहरूलाई कस्तो लाग्यो? यो हाँस उठ्यो या दुःख भयो, खुसी लाग्यो, के भयो? कमेन्टमा लेख्नु होला है। धन्यवाद। ल।